गुगल को यो सेटिङ अफ गर्न एकदमै जरुरी छ। यो अफ गरेनौ भने तिमी कतिखेर कहाँ जान्छौ, तिमीले कतिखेर के गर्छौ, तिम्रो बानी बेहोरा त्यो सबै त्यो गर स्टोर भएको हुन्छ। र इफ तिम्रो गुगल एकाउन्ट ह्याक भयो भने चाहिँ ह्याकरले चाहिँ तिमीले ए टु जेड इन्फर्मेसन थाहा पाउँछ। तिमी कतिखेर कहाँ जान्छौ, के गर्छौ, कुन एप चलाउँछौ, तिमीलाई कुन गीत मनपर्छ, ए टु जेड। सो यो सेटिङ अफ गरे छैनौ भने चाहिँ आजै तिमीले यो सेटिङ अहिले भर्खरै चाहिँ अफ गर। यदि यो सेटिङ भनेको चाहिँ बाई डिफल्ट गुगलले दिइसकेको सेटिङ हुन्छ, कोही कोहीकोमा चाहिँ अन हुन्छ। सो अन भयो भने चाहिँ यो एकदमै ठुलो प्रब्लम बन्न सक्छ फ्युचरमा। सो अहिले चाहिँ अफ गरिहाल्नु पर्ने एकदमै जरुरी छ। सो अब मैले कसरी अफ गर्ने भनेर स्टेप बाई स्टेप सिकाउँछु। लेट्स बिगिन द भिडियो। सबैभन्दा सुरुमा चाहिँ के गर्ने भन्दा चाहिँ आफ्नो गुगल एकाउन्ट ओपन गर्ने, जुन आफूले जिमेल चलाइन्छ नि त्यो वाला जिमेल ओपन गरेर गुगल एकाउन्ट ओपन गर्ने। त्यसपछि यहाँ म्यानेजर गुगल एकाउन्टमा क्लिक गर्ने। यहाँ क्लिक गरिसकेपछि चाहिँ यता स्क्रोल गर्ने, यहाँ पिपल एन्ड सेयरिङ भन्ने अप्सन छ, यहाँ जानुहोस्। त्यसपछि तल जानुहोस्, यहाँ लोकेसन सेयरिङ भन्ने अप्सन छ। यो आरएन सेयरिङ यो रियल टाइम लोकेसन विथ एनीवन अन गुगल। मेरोमा के लेखेको छ भन्दा चाहिँ तिमीले चाहिँ अझै अहिले चाहिँ कसैलाई पनि आफ्नो रियल टाइम लोकेसन सेयर गरेको छैनौ लेखेको छ। म म्यानेज लोकेसन सेयरिङमा जान्छु। ल म भित्र अब यहाँ आइसकेपछि चाहिँ यहाँ देखाउँछ कि बल्ल मेरो यो गुगल एकाउन्ट के भएको छ, सेयर भएको छ कि छैन सबै देखाउँछ। यहाँ हेर्नुहोस्, यसमा चाहिँ मेरो अझै कुनै पनि इन्फर्मेसन केही पनि सेयर भएको छैन। हजुरको यदि यहाँ अन छ भने चाहिँ हजुरले आजै अफ गर्नुहोस्। अफ गर्नुभयो भने चाहिँ हजुरको डेटाहरू सेफ हुन्छ। हजुरको सबै के गर्नुहुन्छ त्यो ह्याकरहरूले सजिलै थाहा पाउन सक्दैन कि इफ ह्याक भयो भने चाहिँ। यो सेटिङ अफ गर्न चाहिँ अति आवश्यक नै छ कि इफ हजुरकोमा अन छ भने चाहिँ। र कुनै साथीहरूकोमा अन छ भने चाहिँ हजुरले यो भिडियो सेयर गरिदिनुहोस् र उहाँलाई भन्नुहोस् कि यदि यो अन छ भने आजै अफ गर्नु भनेर। पछि ह्याक भयो केही भयो भने चाहिँ एकाउन्टमा झेउ हुनसक्छ भनेर भन्छ। सो गाइज अनि यस्तै बबाल बबाल भिडियोको लागि, यस्तै बबाल टेक भिडियोको लागि चाहिँ मेरो च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनु होला र लाइक गर्नु होला। र कुनै कुरा पनि बुझ्नु भएको छैन भने चाहिँ कमेन्ट बक्स पुरै खाली छ, कमेन्ट गर्नु होला। मैले हजुरलाई चाहिँ उतिखेर रिप्लाई दिनेछु। सब्सक्राइब चाहिँ गर्न नबिर्सिनु होला है त। हजुरको एक सब्सक्राइबरले पनि मलाई बहुत मोटिभेट गर्नेछ क्या।